Hello everyone, welcome to my another video. आज म गएको छु सेन्ट म्यारिज स्कुल। किन भन्नुहुन्छ भने चाहिँ हाम्रो विराटनगर जुनियर जेसिसले चाहिँ सेन्ट म्यारिज स्कुलमा निटिङ एन्ड कर्सेटिङ ट्रेनिङ भनेर 3 डेजको ट्रेनिङ राखेको थियो। त्यो हामीलाई ट्रेनिङ दिन चाहिँ आउनुभएको थियो पर्मिला हस्तकलाबाट म्यामहरू। अनि उहाँहरूले चाहिँ हामीलाई 3 डेजमा एकदमै अमेजिङ कुराहरू सिकाउनु भयो हैन। सबभन्दा फर्स्ट स्टेप चाहिँ कुरुस कसरी चलाउने, धागो कसरी बान्ने, अनि त्यो कुरुस चलाएर डिफ्रेन्ट कुराहरू कसरी बनाउने ओर्ने भनेर हामीलाई सिकाउनु भयो हैन। अनि यहाँनिरको स्टुडेन्टहरू त्यस्तै अमेजिङ हुनुहुन्थ्यो। उहाँहरूले कति छिटो सबै कुराहरू क्याप्चर गर्नुभयो, कति छिटो फुल बनाउन सिक्नु। चेन बनाएर चाहिँ साथीहरूलाई ब्रासलेटहरू पनि लगाइदिइरहनु भएको थियो एज अ फ्रेन्डसिप ब्यान्ड हैन। अनि एकदमै यहाँ रमाइलो भयो हामीलाई 3 डेजमा। यहाँनिर हाम्रो 3 डेजको प्रोग्रामहरू पनि एकदमै भव्य सभ्य तरिकाले सक्यो। अनि हामीलाई पर्मिला हस्तकलाले यति राम्रो ट्रेनिङ प्रोभाइड गर्नुभयो। हामीले उहाँहरूलाई टोकन अफ लभ पनि दियौँ। अनि हामीलाई यस्तो अमेजिङ ठाउँहरू दिनुभएकोमा हामीले सेन्ट म्यारिज स्कुललाई पनि टोकन अफ लभ प्रेजेन्ट गऱ्यौँ। अनि उहाँहरूले पनि एज अ टोकन अफ लभ विराटनगर जुनियर जेसिसलाई प्रेजेन्ट गर्नुभयो एउटा सानो गिफ्ट। अनि हाम्रो प्रोग्राम चाहिँ यसरी नै सकियो। अनि लास्टमा चाहिँ हामीले पर्मिला हस्तकलाको म्यामहरूको पनि स्पिच, अनि त्यसपछि स्टुडेन्ट्सहरूको पनि रिभ्यूहरू सबै यहाँनिर स्पिचहरू राखेको थियौँ। अनि हाम्रो प्रेसिडेन्टज्यूले, हाम्रो एरिया कोअर्डिनेटरले, अनि हाम्रो पास्ट प्रेसिडेन्टले पनि स्पिच दिनुभयो। यो छोरीको इच्छाले अरू छोरीहरूलाई पनि यस्तो ट्रेनिङ दिनुपर्छ भन्ने मेरो मनमा उजागर भयो र भगवानले जुराइदिनु भएको प्रतिभा निरौला म्यामले पनि स्टुडेन्ट्सहरूलाई यस्तै ट्रेनिङ दिने सोचमा हुनुहुँदो रहेछ। हाम्रो कम्युनिकेसन भएर प्रतिभा निरौला म्यामको स्पेसल कोअर्डिनेसनमा हामीले सेन्ट म्यारिज स्कुलमा 3 दिनको यो तालिम आयोजना भव्य रूपमा गर्न सक्यौँ। त्यसका लागि विशेष धन्यवाद शमिला निरौला म्यामलाई। त्यसै गरी आई मस्ट ह्याभ टु से the cooperation and the support the teachers of St. Mary's have given us, the warmth, the love. We are extremely delighted for that, extremely honored for that. Thank you every teachers of St. Mary's. त्यसै गरी प्रशिक्षकका लागि मेरो भन्ने कुनै शब्द नै छैन। उहाँहरूको निरन्तर लगाव, उहाँहरूले जुन इफोर्ट दिएर यहाँहरूलाई सिकाउनु भयो त्यो एकदमै सराहनीय छ। हजुरहरूप्रति पनि विराटनगर जुनियर जेसिस परिवार एकदमै। अनि यसरी नै हाम्रो 3 डेजको निटिङ एन्ड कर्सेटिङ ट्रेनिङ चाहिँ इन्डिङ भयो र हामीलाई सबै स्टुडेन्टहरूले पनि थ्याङ्क यू भन्नुभयो। अनि हामीले खाजा खायौँ अनि म घरतिर लागेँ। बाई बाई।